तपाई नयाँ हुनुहुन्छ भने नयाँको लागि यो भिडियो उपयुक्त हुन सक्छ। सबैभन्दा पहिला चाहिँ आफ्नो डिम्याट अकाउन्ट खोल्ने र यो खोलिसकेपछि पासवर्ड र आफ्नो कोड नम्बर दुईटै क्लिक गरिसकेर खोल्ने। मैले आफ्नो आइडी खोलिसकेको छु। मैले चाहिँ यो डिम्याट अकाउन्टको ट्रान्ज्याक्सन बदल्नु पर्यो या बिर्सिनु भयो भने त्यो कसरी नयाँ ट्रान्ज्याक्सन बनाउने भन्ने यो भिडियो म बनाइराखेको छु। नयाँको लागि यो भिडियो एकदमै उपयुक्त हुन सक्छ। ध्यान दिएर हेर्नु होला। कृपया सुरुदेखि अन्तिमसम्म नै हेरेर राम्ररी ज्ञान लिनु होला। सबैभन्दा पहिला जो यहाँ माथि देखिराखेको छ यहाँ चाहिँ क्लिक गर्ने। क्लिक गरिसकेपछि यहाँ आउँछ। मैले क्लिक गरिसकेको छु। यदि तपाई पासवर्ड चेन्ज गर्न चाहनुहुन्छ भने पासवर्डमा क्लिक गर्ने र ट्रान्ज्याक्सन चेन्ज गर्न चाहनुहुन्छ भने यहाँ आउने। अब यहाँनिर यस्तो प्रकारको इन्टरफेस खुलेको छ, देख्नु भएको छ। चेन्ज ट्रान्ज्याक्सनमा क्लिक गर्ने र यहाँनिर डु नट सेयर योर पिन कोड एन्ड किप दिस सेक्युरली फर फ्युचर युज भनेको छ। खासमा यो हामीले कसैलाई भन्नु पनि यो सेयर गर्नु हुँदैन। यो हाम्रो आफ्नै एउटा प्राइभेसी हो। अनि यहाँ इन्टर योर पासवर्डमा पहिला चाहिँ आफ्नो त्यो डिम्याट अकाउन्टको पासवर्ड क्लिक गर्ने। पासवर्ड क्लिक गरिसकेपछि मैले यहाँ पासवर्ड क्लिक गरेको छु। अनि नयाँ ट्रान्ज्याक्सन, पुरानो त अब बिर्सिनु भयो, थाहा छैन। अनि नयाँ चाहिँ हामीले बनाइरहेका छौँ। अनि नयाँ चाहिँ यहाँनिर हाल्ने। मैले हजुरहरूलाई देखाउनको लागि यो भिडियो बनाउँदैछु। 4 अङ्कको ट्रान्ज्याक्सन हुन्छ, देखिहाल्नुभयो। 4 अङ्कसम्मको थिच्ने। सेम न्यू ट्रान्ज्याक्सन पिनमा जे क्लिक गर्नुभएको छ त्यही कन्फर्म ट्रान्ज्याक्सनमा पनि गर्ने। सेम हुन्छ। अनि चेन्ज यति गरिसकेपछि चाहिँ चेन्ज ट्रान्ज्याक्सन पिनमा जाने। र यो भिडियो सँगसँगै अर्को बोनसको रूपमा के जानकारी गराउँदैछु भने जो यहाँनिर चाहिँ यो इनेबल बायोमेट्रिक अथोरिटिफिकेसन भनेको छ, यसलाई सुरुमा यो अफ हुन्छ। यसलाई अन गर्नुभयो भने पछि यो चाहिँ फिङ्गरप्रिन्टको पनि ट्रान्ज्याक्सन यसमा राख्न सकिन्छ। अब यो ट्रान्ज्याक्सन मैले गरिसकेको छु। अनि चेन्ज ट्रान्ज्याक्सन पिनमा क्लिक गर्ने। यति गरिसकेपछि सक्सेस ट्रान्ज्याक्सन पिन हेज बिन चेन्ज सक्सेसफुल्ली भनेको छ। यदि तपाईँ यो भिडियो भर्खरै हेर्दै हुनुहुन्छ भने कृपया प्लिज सब्सक्राइब